सेतो पार्टीको समाचार कसले पढ्नुभयो? गृहमन्त्री नेपाल प्रहरीले एउटा अनुरोध गराएको छ नेपालीहरूमा, केपी ओली र रमेश लेखकको विरुद्धमा भ्रामक समाचारहरू, भ्रामक कुराहरू नफैलाउनुहोस्। किन भनेर होला यस्तो? किन भइरहेको होला यस्तो कुरा चाहिँ? तपाईँहरूले 23 गतिको कुरा ल्याउने हो भने पानी बाँड्न गएकाहरूले उक्साएर होइन त्यत्रो जल्या छ के लहरो तान्दा पहरो जाँदैन होइन। अनि शङ्काको घेरामा अर्को कारणले किन छन् भन्दाखेरि 37 वर्षको मान्छे होइन, पुर्ख्यौली सम्पत्ति पनि अथाह थियो भनौँ भनेपछि आफ्नै बुवाले के भन्नुभयो, 5 तोला मात्र सुन थियो त्यो पनि बेचेर होइन चामल खाने खेत किनायो, त्यो पनि इन्जिनियर साहबले चाहिँ हामीलाई ठग्यो होइन, अनि भारी बोकेर काम गरायो भनेर बुवाले भन्नुहुन्छ होइन। सुजन दाईको खतरा आय स्रोत आउने काम छैन, एनजिओ आइएनजिओमा काम गरेर कति पैसा कमाइन्छ। मेरो पुरै परिवार आइएनजिओमा चाहिँ एनजिओमा छ कि होइन, मेरो काका दिदी बुवा सबै आइएनजिओ एनजिओमा काम गर्नुहुन्छ। उनीहरूको कमाइ कति छ मलाई थाहा छ कि, कति जग्गा देख्दै हुन्छ नि होइन, 260 रोपनी जग्गा के होइन, सुन 89 तोला सुन, 6 किलो चाँदी। स्रोत त चाहिन्छ नि होइन। अरूलाई प्रश्न गर्नलाई क्या मजा आउँछ कि तँ चोर 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 भन्न होइन। अब आफ्नो पालो आयो नि त होइन र, अतुक सम्पत्ति त दाइले कमाउनु बारे छ होइन, स्रोत त कुनै पनि छैन। फेरि देखाउनु होला नि त स्रोत त होइन। अनि फेरि आज नेपाली जनतालाई चाहिँ अनि बिल गेट्सले भन्न मिल्छ क्या गरिब भएर मर्नलाई चाहिँ पाप हो भनेर, तिमीले भन्न मिल्दैन क्या गृहमन्त्रीजी। नेपालमा मान्छेहरू यतिसम्म गरिब छन् कि होइन, पोल्नलाई चिताको दाउरा छैन के होइन। ती मान्छेहरू पापी हुन्, पापी भन्न खोजा हो, त्यसरी नभन्दा हुन्छ है। नेपालीहरू गरिब भएर कोही पनि मर्न चाहँदैनन् के, तर उनीहरू गरिब चाहिँ पापी हो भनेर यसरी चाहिँ सोसियल मिडियामा लेख्ने अनि फेरि पोस्ट गर्ने, अनि फेरि यहाँ आउँछन् फेरि त्यो त एआई हो होइन, फ्याक्ट चेक गराएको छ, टेक पानाले चाहिँ त्यो फ्याक्ट चेक गरिसक्यो त्यो गलत हो भन्नेहरू अझ आउँछन् फेरि मेरो कमेन्ट सेक्सनमा। तिमीहरूलाई त होइन, तिमीहरू झोलेहरू होइन, तिमीहरू झोलेहरू, तिमीहरू दास हो के, तिमीहरू त चाट छ के सुदनको। आज आफूमाथि प्रश्न आउँदाखेरि सुदन दाइले के भन्छ, ए रमेश लेखक र केपी ओलीमाथि प्रश्न नगर, आयो नि लाइनमा। अब उनीहरूको माथि प्रश्न नगरेपछि त आफूमाथि पनि प्रश्न आउँदैन नि त होइन। यही त होला ट्याक्टिस। सुदन दाई तिमी एकदमै नराम्रो तरिकाले फसिसकेका छौ होइन। हिजो भोट माग्दाखेरि चाहिँ गरिब छु भनेर भोट मागेको दाई होइन, आज भोलि बिहान एकाएक चाहिँ तिम्रो चाहिँ त्यत्रो पैसा जग्गा होइन धन सम्पत्ति होइन त्यो कहाँबाट आयो? प्रश्नको उत्तर दिनुपर्छ है सुदन दाई, भाग्न पाउँदैन। तिमी त अब गृहमन्त्रीबाट राजीनामा दिए भने पनि पहिला तिम्रो सम्पत्तिको स्रोत खुल्नुपर्छ होइन। तिमी नै बारबारा फाउन्डेसनमा संलग्न, तिमी नै टिओबीमा संलग्न भएछ। प्रश्नको उत्तर देऊ सुदन गुरुङ।